दति फेर्नु आज हाम्रो कहाँको यात्रा हेर्दै खै थाहा छैन मलाई अनि शीतकालीन यात्रा मलाई थाहा छैन केयर नै हिँडेको हामी भाइहरूसित यसो घुम्न हिँडेको रमाइलो के लैस शीतल ल शीतल आयो शीतल हामी चाहिँ अब लाग्यौँ है साथीहरू ल ए ल ल राजेन्द्रले फोन उठाएन जाने भनेको फोन उठाएर गाडी लिएर हिँड्ने कुखुरी कहाँ यी टाढा भन्दा यता घुमेर आउँदा टाढा भएको क्या हामीलाई हेलो गर्नुहोस् हेलो हामी आज 4 जना पिकनिक कुखुरा बोकेर अहिले लगभग कति 1 बजिसक्यो अब हामी चाहिँ खोलामा जाँदैछौँ यस्तो खोलामै 2 जना यता 2 जना यतै ल जा क्यारेको शङ्कर दाइ खतम भयो न खै के भयो दाइ अरू खतम भयो ल हामी अहिले के ठाउँ गएर सन्थ्यो बुढाबास ल बुढाबास आइएछ हामी 4 जना ल यहाँ चाहिँ एकछिन शीतलमा बसेर हामी चाहिँ कुखुरा काटेर खान्छौँ है त ल गो मान्छे हाम्रो चुलो बनाउने यता फेरि दति फेर्नु यता फेरि यता हेर्नु न कता हेर्नु यिनीहरूले पखेटा फाले जम्मै फालैसित फाल्ने भन्थ्यो एउटा यता छ एउटा त गई सेन्टी फ्ल्याट उयो तल्लो के हो बाबु सुनिल कुन हो त यो हो त यो त ऊ नि अन्डा ए हो र अनि अन्डा पनि 2टा अन्डा खाने ए र कति ठुला रहेछ नि जिनो छ के यो त खान्न पाएको ढुङ्गा ढुङ्गा भएको ठुलो उले हान न ठुलो दाउ कहाँ गयो तिमीले ल्याएको कि कहाँ राखेको उ त्यहाँ फाल्या थियो अघि कतै यहाँ चाहिन्न कोहीले खाटिया भएको थाहा हुन्छ शङ्कर पर पिस भन्दा खिरमा उनिन पर्यो त्यसपछि हुन्छ सिधै पकाउँ न त्यसलाई सिधै पकाउनु त उ चाहिन्छ के पाक्दैन यो के अरे कोइलर भए बोइलर भए भए त्यतिकै पनि पाक्थ्यो ए भड्याक पुडुक पार्ने झ्यामझुम खाइहाल्ने यता खै हेरै दाउ ल्याउनु त दाउ के चेना के यो अन्त तलको काठै टुक्रा पर्छ यी मानेछ
दाउ ल्याउँछ नि उहाँबाट रामदायर सिद्धाउ मगायो त भने अब के छ र दादाले पानी आउँदैन दादाले भने आउनु म दाउरा खोज्न जान्छु बरु माथि पाइन्छ होला ल ए खानियो खानी हो खानी भनेर आएको बुच्चड आज बुच्चडको काम भयो पेस्ट हालिने क्या लास्ट हाले हौ त्यही टमाटरसित पिसेको छ कि त्यही हाल्नु त्यो नलाने सादा पोलम र नुन दबाएर हामी त्यो सादा मिठो हुन्छ कि बरु छोटो छोटो बनाएको थियो लामो डाँडातिर कुखुरा काटेर खान्छौँ भनेर फनाउने थियो क्या त्यत्तिकै भोटे डाँडातिर जाने यसले कति बेर सब्जी होइन सब्जी एउटा सब्जी एउटा सब्जी भुट्ने हो कि छोड्ने हो खै झिर छोड्ने भुट्ने हो भन्ने त्यहाँ नजिक केरी जाने स्याउली बजारमा थियौँ हामी त आज यी स्याउली बजारमा प्लास्टिक लिएर अब अर्कोतिर फर्का किन ढक्कन छ त ले त ढक्कन पोलेको राख्नुलाई पोलेको राख्ला मुला त ल ठिक छ अरू कुरो यसरी पकाएको छौँ हामीले एउटा कुखुरा भान्सी भन के भन्छ भान्सी होइन कि के अरे के भन्थ्यो नि बिर्स ए आधा कुरो कसलाई खाना फुर्सद छैन कहिले पकाउन फुर्सद छैन एउटा कुखुरो सिन्का उन्दा खाना जन्मिएकाहरू खाओ भन्ने एउटा उनीहरू खायो अर्को पकाएर एउटा उनीहरू त दुई झिरमै भ्या क्या एकैचोटि सर्लाक सुर्लुक्कै धेरै भयो 5-6 दिनै भयो क्या ल आमा